सबै दाजुभाइ दिदी बहिनी आमा बुवा के हुन्छ सबैलाई नमस्कार छ। आज चाहिँ म मेरो भ्लगमा चाहिँ यहाँ नजिकै आफ्नै खोला बगिरहेछ। यो सानो खोला, यो खोलामा चाहिँ अलिकति खोले साग र न्युरो रहेछ। त्यो न्युरो र खोले साग टिप्यौँ भनेर आएको छु के अरे। अरू त के हुनु, नयाँ नौलो केही छैन। यस्तै अब नयाँ भिडियोहरू एकदम मान्छेलाई हँसाइ मार्नेवाला भिडियो चाहिँ बनाउन सकिन्न। नर्मल आफ्नो गाउँठाउँको नयाँ नौलो भिडियो लिएर आइन्छ के अरे। यो भिडियो पनि हजुरहरूले लास्टमा हेरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। अरू त के भन्नु र, भिडियोको सुरुवात गरौँ है त। ल हेर्नुहोस् त खोले साग, खोलैभरि खोले साग छ। साथमा यहाँबाट माथिसम्म पुरै खोले साग छ। अनि यहाँ चाहिँ न्युरोहरू छ, हल्का हल्का न्युरोहरू, यसलाई भन्छ न्युरो। यो न्युरो पनि टिपिरहेछ। ठाउँ ठाउँमा ऊ पनि रहेछ, डुङ्ग्रे पनि रहेछ। यहाँ चाहिँ छैन, अलि मासतिर चाहिँ डुङ्ग्रे थियो, यहाँ चाहिँ न्युरो रहेछ। हेर्न सक्नुहुन्छ तपाईँहरूले। न्युरोको चाहिँ यस्तो अब छिपिसकेको छ लगभग, यस्तो टिप्ने। यसैलाई नै पकाएर खाने। अब यहाँ हेर्न सक्नुहुन्छ यता पनि यो चाहिँ कलिलो रहेछ। अरू चाहिँ हल्का छिपिसकेको रहेछ। 2-4 दिन पहिला आएको भए ठिक हुन्थ्यो। यहाँ अलि गलत टाइममा इन्टर गरेर जस्तो लाग्यो। यो पनि लगभग खाने लायक नै छ। यस्तो समातेर थाहा भइहाल्छ। यस्तो जहाँसम्म त्यहाँबाट ट्याक भाँचिहाल्छ कौलो भने। हाडहरू चाहिँ छिपिसकेको चाहिँ अलि भाँचिन गाह्रो हुन्छ। हेर्नुहोस् त कति राम्रो हो। जसलाई मनपर्छ यो न्युरो खोले साग, जसलाई मनपर्छ त्यसले चाहिँ मेरो भिडियोलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। अरू के भन्नु र, जिन्दगीको गोरेटोमा काम छैन, काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै जिन्दगी यस्तै हो। त्यो भएको कारणले आज हामी चाहिँ यस्तै सागहरू टिप्दै आएको। मेरो सानो भाइले पनि उहाँ प्लास्टिक भरिसक्यो। सायद अलि मेरो गाडी ढिलो चलिरहेको कि नखै, आज सन्डे भएर हो कि। ल मेरो भिडियोलाई हेरेर हेर्नु त कति राम्रो। यो चाहिँ राम्रो हुन्छ। यसलाई अलिकति सुक्खा फ्राई गरेर खान चाहिँ बबाल हुन्छ। जसले पनि खानु भएको छ उहाँलाई चाहिँ एकदम रहर लागिरहेछ होला होइन। यो सागहरू टिपेको देखेर के भने यस्तै छ। कान्छा यहाँ रहेछ नि त यार, डौरी पनि हल्का हल्का रहेछ कहीँ होइन। तिमी उता कहाँबाट गएको छ त्यहाँबाट ठाउँ? ए ल म आउँछु त्यहीबाट। रामेको नाति यहाँ दिदीहरू आएर सधैँ दिदीहरू आउँछ। यहाँ दिदीहरू खत्तम गरिसक्यो। त्यही भएर म आज बाटेर आज बिहानै आएको क्या यो टिप्नलाई। खोले साग हेर्नु त, खोले साग पनि टन्नै छ है यहाँ। जसलाई मनपर्छ बिल्कुल आउन सक्नुहुन्छ। इन्भाइट छ मेरो ठाउँमा। कति राम्रो कलिलो मुन्टाहरू छ यार। ल यो त बबाल हुन्छ नि खानालाई। दामी छ अरे। ल है त, यो अर्ग्यानिक हो, प्रकृतिले दिएको हो। खाना चाहिँ मजा आउँछ। आँखाहरू तेजिलो हुन्छ कि अहिले आँखा कम देख्छु कि मोबाइल हेरेर। के भन्छ, यो हरियो परियो खाएर अहिले आँखा टाँटो देखिन्छ कि भनेर आएको के अरे। खै टाँटो देखेला जस्तो छैन। यहाँ मजाको ठाउँ छ। सागहरू हेर्नु तपाईँहरूले भन्ला फेरि यसले कस्तो वायात भिडियो बनाएछ यार। त्यत्तिकै मान्छेलाई बेकुफ बनायो भन्नु होला। यो देख्न सक्नु त पुरै साग हो, यो खोले साग। हेर्नु त फुलिसकेको छ। अलि पहिल्यै आउनुपर्ने के अरे, हामीहरू पहिले खानुपर्ने। हामी फेरि खासै सोख नलाग्ने मान्छे।